तो हेलो गाइस, वेलकम ब्याक टु ब्रान्ड न्यू भिडियो गाइस। म चाहिँ आज रेडी भइसकेको छु। मोबाइल चार्ज गरेर म प्र्याक्टिस गर्न जाँदैछु। यतिकै च्यानलमा नयाँ छ सब्सक्राइब गर्दैन, बेल नोटिफिकेसनलाई हलमा राख्नु होइन, हलमा राख्दैन ल। भित्र मम्मीहरू खाना बनाउने कार्यक्रम चलिरहेछ। म चाहिँ गएर प्र्याक्टिस गर्न त त्यहीँ गएर भेटौँला गाइस। फाइनली क्रिकेट प्र्याक्टिस गरेर भ्याइयो। त्यहाँ किटहरू राखिरहेको अहिले घाम छ। घामले चाहिँ मोबाइल तातेर भिडियो रेकर्ड हुँदैन कि, अनि त्यही कारणले मैले रेकर्ड गरेँ छैन अहिले चाहिँ। अब यो सामानहरू थन्काउँछ, त्यसपछि खाना खानु बेला भयो हुन्छ। जति काम हुन्थ्यो आज त केही काम नै छैन गाइस यार। र म दिउँसोतिर घर गयो भने चाहिँ थाहा भएन अब, तर आज गएन होला, भोलि जाने हो। घर गयो नि, आज गएन गाइस। अब यस्तै बस्दै गर्नु होला। अब आज दिउँसोतिर के गरेँ त्यो अनुसारको भिडियो आउँछ। छोटो मिठो हुनेछ, अरू त केही हुने छैन। अहिले म चाहिँ जान लागिरहेको छु उता स्कुलको भ्रमणतिर। यतातिर जानु पऱ्यो। अस्ति बनाएको रङ्गोली सङ्गोली के भए दाइहरूले पढाइदिनु कि नै सबै हेरेर आउनु होला होइन। त्यही हो, पहिला स्कुल टुर हानौँ टक्क यहाँबाट जाऊँ। बिल्डिङभित्र त पस्दिनँ, गाडी साडीहरू यता पुरै भ्यू हेरेर आउँछु। किनकि आज कामै छैन, हल्लिएर बस्ने। यहाँभित्र पनि जाम्ला, यहाँभित्र चापिलाइसी अब जान मिल्छ। टेक्नोलोजी लगाएर जान यहाँभित्र चाहिँ अलि गाह्रो हुन्छ। गएर भिडियो सिडियो बनाउनु त भइहाल्छ, केही हुँदैन। आफ्नै मान्छे त स्कुल आफ्नै हो भन्नुहुन्थ्यो क्या। सेयर नभए नि अब बस्ने भएपछि आफ्नै घर जस्तो मान्नै पऱ्यो स्कुललाई। त्यो चाहिँ ग्राउन्ड भइहाल्यो क्या अरे। उहाँ उनको पोलदेखि यहाँसम्म ग्राउन्ड छ। जाम अब के हुन्छ। त्यही गरेर अब पहिला रङ्गोली टिम जाऊँ, रङ्गोली गरेर भेटौँला। गाइस म चाहिँ आइसकेको छु यता पछाडि ब्याकगार्डतिर। मोबाइल क्याम फोटोसोटो खिच्न गयो हुन्छ। सानो सुरुमा चाहिँ त्यहाँ रहेको छ हाम्रो यो वाल्मिकी आश्रम भनेर भन्नुहुन्छ होइन। वाल्मिकी बाबा अब जे भने नि जसले मलाई आएन के भन्यो होइन। यस वाल्मिकी जो व्यक्तिको नाममा यो स्कुल रहेको छ नि, त्यो मान्छे त्यो व्यक्तिको चाहिँ नाम मूर्ति रहेको छ, यो देख्न सक्नुहुन्छ। अनि यो रहेको छ अन्नपूर्ण सदन। त्यो चाहिँ सबभन्दा अग्लो भएर सगरमाथा सदन छ। त्यो चाहिँ हाम्रो रहेको छ कञ्चनजङ्घा, सेकेन्ड हाइएस्ट माउन्ट एभरेस्ट नेपाल होला कञ्चनजङ्घा सायद मेरो विचारमा। अब रङ्गोली हेर्ने हो भने चाहिँ यो स्काउटको चाहिँ बिगारिसक्यो, यो पनि बिग्रिसक्यो, त्यो पनि बिग्रिसक्यो, त्यो नि बिग्रिसक्यो। अनि एउटा पोइन्ट के छ भन्दाखेरि यो पनि बिग्रिसक्यो छ लगभग। हेर्न सक्नुहुन्छ यो चाहिँ बिग्रिसक्यो, उल्टो मुख भयो। यो बिग्रिसक्यो, यो पनि बिग्रिन लागिसक्यो। यो झन् कुरै छोड्दिनँ, त्यही दिन बिगाएर जस्तो लाग्यो मलाई। यो चाहिँ राम्रो छ है। अब एउटै ठाउँमा 5-6वटा लक्ष्मीको पाइला छ। यो नि राम्रै छ, देख्न सक्नुहुन्छ। यो पनि राम्रो छ, यो राम्रो छ, यो राम्रो छ। अनि सबैभन्दा पोइन्टको कुरा चाहिँ के छ भन्दाखेरि सबै रङ्गोली बिगारे होइन, तर यो रङ्गोली अझै बिग्रेको छैन। किनभने यो रङ्गोली चाहिँ भयङ्कर बबाल राम्रो लाग्यो मलाई चाहिँ। अझै त्यस्तो केही बिग्रेको छैन है यसमा। यो के अरे टेन्सन चाहिँ यो यिनीहरू फालिदिनु पऱ्यो। गाइस केही नबिगारेको रङ्गोली रहेको छ यो। मैले अघि नै देखाएको थिएँ हजुरलाई। सक्नुहुन्छ यो चाहिँ बबाल राम्रो नि भए पुरै निकालेर फालिदिउँ न। यो रङ्गोली अब टिक्न त टिक्छ कि नै थाहा होइन। सायद अब उस दिन बढालेर फाल्नु होला, फाल्नु नि होला, बढाल्नु नि होला। यो गाइस देखाउँछु हजुरलाई होइन। पहिला यो फोहोरहरू फालौँ। यो देख्न सक्नुहुन्छ, हेर्नु यो रहेको छ त्यो रङ्गोली जुन यसरी चाहिँ मैले हेर्छु। तर यसरी नै भिडियो बनाउँछु म चाहिँ, यसरी नै किन्न पऱ्यो। यो चाहिँ त्यस्तो बिग्रेको छैन होइन, बहुत राम्रो छ। त्यो चाहिँ यहाँ पहिला भलिबल कोर्ट थियो गाइस। अहिले चाहिँ भलिबल म्याच कहाँ हुन्छ मलाई थाहा छैन, किनकि म यतासम्म यहीँ हुन्थ्यो। भलिबल कोर्ट थियो यहाँनिर, यो भलिबल कोर्ट। गाइसहरूलाई चाहिँ म यता देखाउँछु, देख्नुहुन्छ। यो रहेको छ हाम्रो भलिबल कोर्ट थियो पहिला चाहिँ। अहिले चाहिँ यो योगा सेन्टर बनाउनु भएको छ। पुरै हरियाली छ, चापी लगाएर चाहिँ त्यहाँ जान मिल्दैन कि क्या हो। हेर्न सक्नुहुन्छ यो पुरै
यहाँभित्र चाहिँ अस्ति तीज प्रोग्राम भएको थियो होला, अनि हल्का फुल्का प्रोग्राम भयो भने चाहिँ यहीँ हुने गर्छ होइन। यो चाहिँ त्यो ठाउँ भयो वाल्मिकीको। अनि सानो अग्लो बिल्डिङ देख्न सक्नुहुन्छ यहाँ होइन। त्यहाँनिर फेरि सरस्वती भगवानको मूर्ति छ त्यहाँ टपमा। अझै जाम यहाँ चाहिँ चापी लाएर छ। चापी लाएर हिँड्छ भने चाहिँ म यता भित्रतिर हरियाली पनि देखाइदिन्छु हजुरलाई। जाम के अरे त्यो गाइस देख्न सक्नुहुन्छ। हजुरलाई चाहिँ म के देखाउँछु भन्दाखेरि अब यो रहेको छ हाम्रो टिचरहरूले बनाएको होइन। टिचरहरूले बनाउनु भएको रङ्गोली रहेको छ। बवाल राम्रो छ। तर यो चाहिँ हल्का सबै मिक्स गरेर किनकि पुरै त्यो आर्ट टिचरहरू भएर बनाएको। त्यो चाहिँ ती विद्यार्थीहरूले मात्र बनाएकोमा छैन। त्यो लास्टको केही नभएको चाहिँ बवाल छ। अनि यता चाहिँ छापी लाएर हिँड्छ। चापी खुल्लै थियो गाइज, त्यही भएर म पसेको छु। दोकानै खुल्लै थियो किनकि यहाँ बिहान गार्डनमा ल्याएर आएर फुलहरू पानी हाल्नुहुन्छ। अनि यता चाहिँ भयङ्कर बवाल उठ्छ। म चाहिँ हजुरलाई एउटा सिनेमेटिक भ्यू देखाउँछु, त्यो चाहिँ इन्जोय गर्नु होला है त। गाइज मेरोमा चाहिँ हल्का सिनेमेटिक भ्यूको उस अप्सन रहन्छ होइन। तर आइफोन होइन, त्यही भएर चाहिँ हल्का गाह्रो भयो। तर स्लो मोसनको भिडियो बनाइदिएको छु, त्यो भिडियो इन्जोय गर्नु होला। यो रहेको छ हाम्रो पानी खाने ठाउँ। पानी पिउने पानी हो यो। मैले पिएँ। यहाँ चाहिँ पहिला एउटा ट्याङ्की थियो, त्यो ट्याङ्की सारेर चाहिँ पछाडि लगाउनु क्या हो। पुरै बवाल गार्डन छ हेर्नु सक्नुहुन्छ यहाँ। वाल्मिकी स्कुलको चाहिँ मैले आज टुर गराएर आएको छु। माथि पुरै उसाहरू हिँडेर कडक कडक गरेर आएको। तर वाल्मिकी चाहिँ अहिले चाहिँ सुनसान थियो निकै। विद्यालय बन्द भएर होला निकै सुनसान देखिरहेको छ। हेर्नु सक्नुहुन्छ। म चाहिँ अब यहाँबाट उता जान्छु। पुरै हजुरलाई भ्यू देखाउँदै जान्छु होइन। इन्जोय गर्नु होला। यो रह्यो यता चाहिँ 1 2 क्लास। यो सबै बिहान गार्डनहरू दायाहरू ल्याएर मिलाउनु भएको फुलहरू हुन् सबै। यहाँ चाहिँ हल्का म चाहिँ चापी खुल्ला भएर मात्र आएको है। देख्न सक्नुहुन्छ यहाँ सबै ठाउँ। गाइस म सबै ठाउँ घुमाइसकेको छु वाल्मिकीको। अब कुनै ठाउँ बाँकी छैन। पहिला जाम के अरे फेरि उतै त्यही रङ्गोली साइडतिर होइन। तर एउटा कुरा चाहिँ के, सबै रङ्गोली बिगाऱ्यो। त्यो एउटा रङ्गोली मात्र सभ्यता थियो। त्यो एउटा रङ्गोली मात्र केही भएको छैन यहाँ। अनि यो पनि केही भएन, टिचरहरूले बनाएको भएर होला। म चाहिँ लागेँ उतैतिर। जे भयो नि पहिला पढेको स्कुल हो। अनि हाम्रो दाइले चाहिँ त्यो नाम चाहिँ अमृत है के दाइ हो। अमृत नै होइन होला, अर्कै के दाइ हो। त्यो दाइले चाहिँ के भन्नुहुन्थ्यो, वान्स अ वाल्मिकियन अलवेज अ वाल्मिकियन। कलेज नपढे पनि वाल्मिकियन भने वाल्मिकियन हो। 5 कक्षादेखि 10 कक्षासम्म नन स्टप पढायो मान्छे। 5 वर्ष नन स्टप वाल्मिकी पढायो। यसमा धेरै उपलब्धि देखियो। म पढ्दाखेरि यो बिल्डिङ बन्दै थियो। बनेर यो बिल्डिङमा नि पढियो होइन। यति कुरा अहिले चाहिँ यसैले हामी उता चाहिँ थिएन। त्यो सबै उस बिग्रिँदाखेरि यो मात्र सभ्य के राम्रो। किन पनि राम्रै मान्छेले बनाएर होला। राम्रै मान्छेले बनाए जस्तो लाग्यो मलाई। गाइस म चाहिँ लागेँ अब आफ्नै क्यान्टिनतिर। यो रहेको छ होस्टेलको क्यान्टिन। आफ्नो क्यान्टिन चाहिँ उता रहेको छ, देखिरहनु भएको डेली वर्क। अझ यसो गरेर त्यहाँ क्रिकेट खेलिन्छ होला। बाहिर त घाम छ। झ्याउला मोबाइल हेर्दा पनि झ्याउलाइसक्यो किनकि अब बोरिङ छ। इन्स्टाग्राम चलाउनु झ्याउलाउँछ। म्यासेज गर्नलाई पनि कोही छैन। जान्छु म उता, त्यसपछि भेटौँला। म आइसकेको छु यता अरू ठाउँतिर। यहाँनिर कस्तो घाम लाग्यो यार। घामलाई पनि एउटा फोटो। यहाँ रहेको छ हाम्रो सरस्वती भगवानको मन्दिर, देख्न सक्नुहुन्छ।
अनि त्यही हो गेट चाहिँ त्यही हो सिधा जाम त्यतातिर पहिला शीतलतिर यो रहेको छ हाम्रो अहिले चाहिँ यो बास्केटबल कोर्ट हो तर अब लामै छुट्टी भयो भने चाहिँ गाडीहरू चाहिँ यहाँ राख्ने गर्नुहुन्छ दाइहरूले गाडीको दाइहरूले देख्नुहुन्छ यहाँ अहिले चाहिँ लामै छुट्टी हो यो चाहिँ नयाँ गाडी रहेछ क्या 10 नम्बर 13 नम्बर नामसाम प्रिन्ट नामहरू चाहिँ प्रिन्ट गरेर हिँड्छ यसमा यो चाहिँ यो दुईटा चाहिँ भर्खरै अस्ति भर्खरै आएको गाडी अनि यो रहेको छ अनि यता चाहिँ हाम्रो के छ यो आर्ट क्लास हो क्या हो आर्ट क्लास यो आर्ट क्लास उनीहरू त्यहाँ एउटा त्यहाँ छेउको क्लास डान्स क्लास भयो गाडीहरू चाहिँ दुईटा गाडी अगाडि पार्किङ छ अनि अरू गाडी यता हान हैन देख्न सक्नुहुन्छ अस्ति चाहिँ कता लिएर गएको गाडी यो अरू त केही छैन यो रहेको छ हाम्रो बास्केटबल कोर्ट जाम घुमौँ अनि यो रहेको छ हाम्रो गाडी उतै गएर भेटौँला अब जाम आफ्नो कोठातिर जाम यो गाडी चाहिँ धोएन छ गाडी त 10 नम्बर धोए जस्तो लागेको थियो धोएर ल्याए जस्तो फेरि फोटो तासेछ सिसा भाँच फुट्यो जस्तो Let's see you after some time. चलिरहेको छ हजुरहरू चाहिँ डान्स लाइफ इन्जोय गर्ने गर्नु होला नभएन फाइनली मैले बाहिर क्रिकेट खेलेर भइसकेको छु भन्नाले भइसकेको केही छैन क्रिकेट खेलेर आएँ म भित्र अनि क्रिकेट खेल प्र्याक्टिस गर्दा एउटा बल चाहिँ पक्क मोबाइलमा लगायो धन्न यार डिस्प्ले उडेन डिस्प्ले उडे भए यो मोबाइल न डिस्प्ले बन्थ्यो होला न केही इन्डिया जानुपर्थ्यो यहाँ त नभन्थ्यो इन्डियामा किनेको फोन हो यहाँ ठिक छ धन्न काम चलाउ भए अझै 1 वर्ष मजाले टिक्छ त्यसपछि अब हजुरको साथ सपोर्टले अर्को मोबाइल किन्न सकियो भने किन्न सकियो त्यही हो अरू त केही छैन अझै मस्त यो शनिबारको दिन स्कुल अब यहीँ बसिन्छ एकैछिन हजुरलाई आजको दिनको बारेमा म इन्ट्रोड्युस गराउँदै गर्छु भिडियोसम्म लास्टसम्म हुनु होला भिडियोमा बजेको छ 2:15 भर्खरै 50 रुपियाँ थियो अन्त मसँग अनलाइनमा थियो मलाई पसल जान्छ भनेर आएको थियो क्यास चाहिरहेको थियो होइन अनि त्यही भएर अनि अनिसलाई चाहिँ क्यासबाट 50 रुपियाँ क्यास दिएर अनि चटपट लिएर आएको भनेर दाइकोबाट त्यो खाएर अनि अब यता गएर अब के बनाउनु त्यहाँ जान्छु सामान हेर्छु त्यो बनाउनु मिल्छ भने बनाएर खानु पर्ला यार मेन कुरो फर्स्ट अफ अल चिया चाहिँ बनाइन्छ अझै केही थाहा भएन जाम के अरे स्पिकरमा गीत बजाएर मस्त गीत बजाउँदाखेरि भिडियो रेकर्ड हुन्छ ठ्याक्क खाजा बनेपछि हजुरलाई खाजा देखाउनेछु के बनाउँछु होइन यो अब न मम्मी हुनुहुन्छ न बाबा हुन्छ मम्मीले हस्पिटल जानुमा हात धुया मेरो नि धुया आफ्टर सम टाइम तो गाइस खाजा खाएर अघि नै आएको यार तर भिडियो बनाएर यस्तो हजुर सुतेर उठेर भर्खरै अहिले बजेको साढे 6 टुस पनि के गरेर बस्ने यार झौलाइरहेको यार अब जाम सुतम के हुन्छ आनन्दले बस्न म बाहिर एकैछिन 1 स्टेपबाट क्रिकेटको बलिङ गर्छु भिडियो बनाउन भर्खरै अघि नै बल हानेर मोबाइलको स्क्रिन झन् नफुटेन लगाइछु आफ्टर सम टाइम दिन यतिकै कट्यो यति गाइस च्यानलमा नयाँ च्यानल सब्सक्राइब गरिदिनु बेल नोटिफिकेसनलाई अलमा राख्नु भएको छैन अलमा राखिदिनु भन्दै हजुर म्याचबाट बिदा लिन चाहन्छु हस्त गाइस युट्युबमा बाटो घुमाउरो थ्याङ्क यू फर सपोर्टिङ अस अनि 65 सब्सक्राइबर चाहिँ कम्प्लिट गरिदिनु होला भन्दै हजुर म्याचबाट बिदा लिन चाहन्छु हस्त गाइस युट्युबमा बाटो घुमाउरो